नमस्कार स्वागत छ। यदि तपाईँले डिबी लोटरी 2026 को लागि आवेदन दिनुभएको थियो भने यो भिडियो तपाईँको लागि हो। डिबी 2026 को नतिजा घोषणा मिति पुष्टि भइसकेको छ। तपाईँहरूलाई थाहा छ कि छैन है? यस भिडियोमा हामी डिबी 2026 को नतिजा कहिले आउँछ, नतिजालाई हामीले चाहिँ कसरी चेक गर्ने, धोका र ठगीबाट कसरी बच्ने, सेलेक्ट भए के गर्ने भन्ने बारेमा चाहिँ जानकारी दिन गइरहेको छु। तसर्थ भिडियोलाई अन्त्यसम्म हेर्नुहोला सबैजनाले। डिबी लोटरी 2026 को नतिजा कहिले आउँछ? डिबी लोटरी 2026 को नतिजा मे 3, 2025 मा चाहिँ आउनेछ। नतिजा जाँच गर्नको लागि तपाईँहरूलाई थाहा छँदैछ dbprogram.state.gov मा जानुहोस् र त्यहाँ लगइन गर्नुहोस्। डिबी 2026 को नतिजा चेक गर्ने तरिका म तपाईँहरूले यहाँ बताउन गइरहेको छु। सबभन्दा पहिले तपाईँहरूले चाहिँ dbprogram.state.gov भनेर चाहिँ तपाईँले चाहिँ वेबसाइटमा गएर यसलाई खोल्नुहोस् कुनै एउटा ब्राउजरबाट र तपाईँहरूले चेक स्ट्याटसमा गएर क्लिक गर्नुहोस् र तपाईँहरूले डिबी आवेदन गर्दा पाएको कन्फर्मेसन नम्बर चाहिँ त्यसमा राख्नुहोस्। आफ्नो थर अथवा लास्ट नेम, जन्मवर्ष अथवा इयर अफ बर्थ चाहिँ लेख्नुहोला। त्यसै तपाईँले यसमा चाहिँ क्याप्चा भेरिफाई गर्नुपर्ने हुन्छ र त्यसलाई चाहिँ तपाईँले चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि तपाईँहरूलाई पऱ्यो भने चाहिँ सिलेक्टेड भनेर आउँछ, परेन भने चाहिँ नन सिलेक्टेड भनेर आउँछ होइन। महत्त्वपूर्ण कुराहरू, डिबी चिट्ठा नतिजा कुनै इमेल वा फोन मार्फत जानकारी दिँदैन। यदि कसैले तपाईँलाई त्यस्तो गरिरहेको छ भने त्यो ठगी हो। यदि तपाईँ चयन हुनुभएको छ भने तपाईँहरूले चाहिँ DS 260 फर्म भर्नुपर्ने छ र आवश्यक कागजातहरू चाहिँ तयारी गर्नुपर्ने हुन्छ। त्यसै चयन भएको मात्रले ग्रिन कार्ड पाउने ग्यारेन्टी हुँदैन, अन्तर्वार्ता र आवश्यक प्रक्रिया पुरा गर्नु पर्नेछ। यदि चयन भएन भने के गर्ने? चयन भएन भने नट सिलेक्टेड भनेर चाहिँ आइरहेको हुन्छ र चिन्ता नगर्नुहोस्, तपाईँले फेरि चाहिँ 2027 को डिबी चाहिँ फेरि भर्न पाउनुहुनेछ। चयन हुनु भएन भने पनि कन्फर्मेसन नम्बर चाहिँ सुरक्षित राख्नुहोस्, किनभने पछि पनि फेरि चेक गर्न सकिन्छ। र यदि यो जानकारी उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। यदि तपाईँलाई कुनै प्रश्न छ भने कमेन्ट गर्न सक्नुहुनेछ। डिबी लोटरी, युएस इमिग्रेसन र अन्य जानकारीको अपडेटको लागि यो च्यानललाई चाहिँ तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नुहोला र भिडियोहरू चाहिँ हेरिरहनुहोला। धन्यवाद छ सबैजनालाई।